70 को राइडमा कति रुपियाँ दिनुभयो भन्दाखेरि उहाँले अलिकति टाइम गडबड गरिदिनु भयो होइन। 70 को राइडमा चाहिँ मैले आज पाएको भने चाहिँ 100 200 250 70 80 90 100 300 10 20 30 330। फाइनली गाइज होइन टिचिङ हस्पिटलको राइड लागिसकेको छ है। हेर्नु सक्नुहुन्छ टिचिङ हस्पिटल जाने हो मजाले होइन। चढा लाएर 1500 रुपियाँको बोनस के खाने घरमा मासु भात पकाउनु लाउनुपर्छ क्या 1500 को बोनसको। हेलो गाइजहरू होइन सबैजनालाई मेरो न्यू डे न्यू ब्लगमा स्वागत छ है। आज पनि फेरि नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। माथि थम्बनेल टाइटल हेरेर अब भिडियो कस्तो छ के छ तपाईँहरूले थाहा पाइसक्नु होला भयो होला होइन। अहिले टाइमको कुरा गर्नुपर्दा 6:51 गएको छ। अनि फर्स्ट अफ अल इनड्राइभमा अनलाइन बसौँ होइन। टक्क लाएर अनलाइन च्यानल बसौँ। राइट साइड पाएपछि हजुरहरूलाई म अपडेट त गराइ नै हाल्छु है त छेडा बारेमा। फाइनल्ली राइड चाहिँ लागिसक्यो है। गोकर्णसम्म जानुपर्ने रहेछ होइन हाम्रो यो के अरे यसको नाम याङ्गोमा राइड लाग्यो होइन। ठिकै छ के गर्नु राइड लाग्यो है। अब मेरो पनि अब भर्खर भ्लग स्टार्ट गरिरहेको छु होइन। हजुरहरूले माया सपोर्ट गरिदिनु होला होइन। फुल याङ्गो कस्तो हुन्छ भनेर बाटो देखाउन खोजेँ हो मैले तपाईँहरूलाई। अब यस्तो त नयाँ स्टाइलमा नयाँ गरौँ न होइन। एकछिन रोक्नु मान्छे लिन्छु अनि तपाईँहरूलाई अपडेट गराउँछु है त म। कुरेकै तपाईँको 7-8 मिनट भइसक्यो होइन। मान्छे आउँदैन के गर्ने। याङ्गोमा कुरेको होइन कसम ठ्याक्कै अहिले 9 मिनट भयो क्या। तपाईँ हो हजुर ए फाइनली होइन गाइज यो राइडमा चाहिँ मलाई उहाँले हालिदिइसक्नु भयो है। कति भन्दाखेरि चाहिँ यो राइडमा चाहिँ मलाई उहाँले 100 रुपियाँ हालिदिइसक्नु भएको छ है। प्लस 100 गरौँ अनि डिस्काउन्ट चाहिँ मैले काउन्ट गरिनँ होइन। यो राइडमा कति पर्छ डिस्काउन्ट एउटा हेर्न मिल्छ नि 21 प्लस 21 हानौँ न ल है त केटाहरू। याङ्गोमा अर्को राइड लागिसक्यो ठमेलको है। अब बिहानै ठमेलको मुख देख्न पाउँदाखेरि त खुसी नै हुनु पऱ्यो नि होइन। चट्टा पारामा ल ठमेलको राइड लागिसकेको छ है। याङ्गोमा पनि टिप चाहिँ लाग्छ रहेछ होइन। अब याङ्गोको तपाईँले टिप्स एन्ड ट्रिक भन्नुपर्दा चाहिँ होइन अब मैले जाने बुझेअनुसार चाहिँ यस्तो अब अर्को राइड एक्सेप्ट भइसक्यो नि। राइड एक्सेप्ट भइसक्यो चाहिँ यसलाई मुनि झारिदिनु होला अनि यसलाई यस्तो गर्नु होला क्या। अनि यहाँ अनलाइन छैन यसलाई अफलाइन बस्नु क्या। ठ्याक्क जानुभन्दा अगाडि चाहिँ राइड आउँदैन क्या। गएर जानुभन्दा अगाडि राइड आयो भने तपाईँको 3-4 किलोमिटर यताबाट राइड आउँछ अनि कस्टमर रिसाउँछ होइन। सो यस्तो काम चाहिँ नगर्नु होला होइन तपाईँहरू। यदि इनड्राइभ के अरे यदि याङ्गो गर्दै हुनुहुन्छ भने चाहिँ अब त्यही हो याङ्गो वाइ याङ्गो भन्दाखेरि चाहिँ याङ्गो भनेको एउटा लाइक अब अहिले चाहिँ एकदम चलेको छ कि यसले चाहिँ होइन पठाउलाई पुरै मार्केटै डाउन पारिदिइसक्यो कि। यस्तो एप हो यो एउटा होइन। अब यसको पावरफुल खतरा छ। अब एडभर्टाइजमेन्टहरू पनि बवाली छ होइन। जहाँसुकै एडभर्टाइजमेन्ट तर मलाई यसको एउटा चित्त चाहिँ बुझेन के भन्दाखेरि चाहिँ यसले चाहिँ मलाई होइन अस्ति मैले 11वटा राइड कम्प्लिट गरेको थिएँ 12वटा राइड कम्प्लिट गरेको थिएँ होइन। 12वटा राइड कम्प्लिट गर्दाखेरि यसले मलाई जम्मा 9वटा मात्र कम्प्लिट गरेको भनेर 9वटाको मात्र 8वटाको मात्र पैसा दियो होइन। त्यो चाहिँ मलाई चित्त बुझेको छैन है। यसको अफिस कता थाहा छैन र मात्र हो नत्र त गएर घाँटी नागिदिन्छु म माछिलाई भन न। लडेको छ अनि यो ठमेलको राइड लिउँ अनि उता गएर पनि राइड लाग्छ कि लाग्दैन। अझै याङ्गो कतिको राइड लाग्छ भनेर तपाईँलाई देखाउन खोजेको होइन। र याङ्गोमा फुल अब राम्रो लाग्यो भने याङ्गो मात्रै गर्ने हो नि त हामीले पनि। यस्तो हो हामीलाई चाहिँ कुनमा चाहिँ धेरै राइड लाग्छ क्या। अब फाइदा भन्दा पनि राइड धेरै लाग्नु पऱ्यो क्या। हामी चाहिँ जति बिजी भयो त्यति पैसा हुने हो नि त नि। अनि हामीलाई चाहिँ बिजी भएको राम्रो लाग्छ है। त्यही भएर हो अब मेरो कस्टमर यता अगाडि हुनुहुन्छ। तपाईँहरूलाई अब त्यही ठमेलमा गएर भेटौँला है त। हो बिरालोको भन्छ मरे चाहिँ यार। अहिले केटाहरू हेर्न सक्नुहुन्छ है तपाईँहरूले। याङ्गोमा मेरो अर्को राइड कम्प्लिट भयो कतिको भन्दाखेरि चाहिँ 90 को राइड कम्प्लिट भयो। तर बोनस गर्दाखेरि चाहिँ 112 प्लस 112 गरौँ न 223 रुपियाँ भइसकेको छ। यसमा चाहिँ मैले बोनसको आशाले हो कि अरू केही पनि होइन। बोनस चाहिँ तपाईँको 135 आइसकेको छ। काम गरेर कति भएछ मैले 44
45 मिनट भएछ। याङ्गोमा राम्रो बच्चा जे होस् अरू हेरेर। च्यापाली घुम्ती राइट। ओहो क्यान्सल हान्दिएर यार, गाह्रो छ हो गाह्रो। ल राइड लाग्न अलिकति टाइम चाहिँ लाग्ला होइन। 7:45 गइसकेको छ। पठाउ सठाउ सबैमा अनलाइन चाहिँ बस्ने हेर, कतै पनि अफलाइन चाहिँ बस्नु हुँदैन होइन। अनलाइन त बसिहाल्ने एक्सेप्ट हुन्छ होला सायदै, मेबी अर्को राइड लगाइसक्यो 60को होइन इनड्राइभमा। ठिकै छ गइदियो। 60को राइड लाग्छु कहाँ अभी त केडा हो। अहिले चाहिँ मेरो 60 रुपियाँको राइड कम्प्लिट भयो। 8:03 पनि गयो। अर्थ 1 घन्टामा चाहिँ कति कमाइ भयो त भन्दाखेरि चाहिँ 1 घन्टामा चाहिँ 293 भइसकेको छैन अनि प्लस 135। आज 1 घन्टाको कमाइ भनेको चाहिँ यही नै है, 428 रुपियाँ चाहिँ भइसकेको छ विथिन 1 आवर होइन। ठ्याक्क लगाएर हजुरलाई अब पसिना अपडेट गराउँछ है त म। अब कमल पोखरीमा चाहिँ यता राइड लाग्न गाह्रो छ एकदम। फाइनली होइन धेरै दिनपछि चाहिँ एउटा राइड लागिसकेको छ है पठाउमा। कतिको भन्दाखेरि राइड त लाग्यो होइन 178 को राइड लाग्यो पठाउमा। यस्तो होइन सारा मेरो 4-5 दिन भएको थियो राइड नबजेको। बल्ल आज चाहिँ बज्यो। ठिकै छ तपाईँहरूलाई पछि अपडेट गराउँछ है त म फोन गर्यो। जहिले त केटा हो अहिले चाहिँ 180 रुपियाँको राइड कम्प्लिट भयो है त। प्लस 180 गरौँ। 100 रुपियाँ क्यास अनि 80 रुपियाँ चाहिँ अनलाइनमा हालिदिनु भएको छ कि। कता गयो ए त्रिसन हमाल। ठिकै छ ल त्यो केटा हो। अहिले फेरि 60 रुपियाँको राइड कम्प्लिट भयो। योभन्दा अगाडिको राइड चाहिँ मेरो याङ्गोमा कतिको 102 रुपियाँको राइड कम्प्लिट भएछ प्लस 102। अनि फेरि अहिले अर्को राइड लागेको छ है, हेर्न सक्नुहुन्छ लाइभ प्रुफ। हैट याङ्गोमा राइड कुर्दैछ अहिले केटा हो। ल त अहिले 75 को राइड कम्प्लिट भयो होइन। यहाँ 110 रुपियाँ भयो 175 मा। ठिकै छ क्यान्सिल हान्दिएर। ल अब कताको राइड लाग्छ एकछिन कुरौँ होइन। आज चाहिँ कतिवटा 420 425 भइसक्यो रहेछ यार। 406वटा राइड कम्प्लिट भइसक्यो। 425 भने 135लाई काटौँ। 135ले काटौँ भने कता गयो सक्नुहुन्छ है। 48 को राइड 48 हालिदिनु भयो होइन। ठिकै छ 48 हालिदियो होइन। अनि यहाँ हेर्नु त मेरो यो चाहिँ 70 रुपियाँको राइड भयो। 70 प्लस 70 1321 भइसकेको छ होइन। 12:30मा 1321 रुपिस भइसकेको छ है। अब यताबाट फेरि अनलाइन चाहिँ बस्थ्यो होइन अलिक भित्र छिरेर। ट्राफिकसँग झगडा गरिरहेछ त यार। अर्को पनि राइड लागिसकेको छ हेर्न सक्नुहुन्छ होइन गाइस। यताबाट बाटो देखाएको छ कि छैन थाहा छैन है। कल चाहिँ हानौँ न एकलट। यस्तो फास्ट राइड लाग्छ रहेछ कि याङ्गोमा चाहिँ। यताबाट बाटो देखाएको छ, बाटो छ छैन हेरौँ न गएर। हेलो हेलो लोकेसनमै बोल्दै बोल्नु। उसको नेटवर्क प्रब्लम हो कि मेरो नेटवर्क प्रब्लम हो थाहा भएन। ठिकै छ ल। यताबाट बाटो चाहिँ देखाएको छ, बाटो छ छैन केही पनि थाहा छैन क्या मलाई चाहिँ।
बाटो छैन। अच्छा आया बाटो छैन रहेछ यार, खुट्टा दुख्यो। आयामा कसम खुट्टा गयो, छाला यत्रो गयो नि त, लास्ट दुखिरहेको यार। बाटो देखाउँछ, बाटै छैन कि याङ्गो पनि खतम छ। बाटो नभएको ठाउँमा देखाउँछ रहेछ। यो ढुङ्गाको बिचमा खुट्टा परेर वाइल्ड खुट्टा दुख्यो यार, वाइल्ड खुट्टा दुख्यो मा कसम। यही काल खोज्न लाएर रहेछ म यो बाटो, के थाहा यार। गियर पनि हान्न भएन यार, खुट्टा त लास्टै भयो। भगवान् यार के गरेँ कि। अहिले चाहिँ मेरो 90 रुपियाँको राइड कम्प्लिट, 85 थियो होइन, उहाँले अब 5 रुपियाँ बेसी हालिदिनु भयो, 90 को राइड कम्प्लिट भयो होइन। 1411 रुपियाँ चाहिँ भइसकेको छ। अनि अर्को पनि राइड लाग्यो होइन केटा, राइड चाहिँ लाग्यो। कताबाट जम्प भइरहेछ क्या, मेन बाटो गइदिउँ कि यताबाट गइदिउँ, मेनै बाटो गइदिउँ न होइन, किन फोकटमा। अर्को एउटा राइड फेरि याङ्गोमा लाग्छ। योसँग चाहिँ मेरो लगभग कति 10वटा हुन्छ कि कतिवटा हुन्छ यो राइड। लोकेसन यतैबाट देखाएको छ है। बाटो छ छैन थाहा छैन, मेरो खुट्टा चाहिँ ओभर दुखिरहेको छ यार। अब चाहिँ घर जान्छु म, 1400 भइसकेको छ। म कसम धेरै कमाउँदा पनि कमाउँदिनँ, धेरै कमाएर राख्ने ठाउँ पनि छैन आफ्नो, र ब्याङ्क पनि छैन, ब्याङ्क एकाउन्ट पनि छैन। केटाहरूले हेल्प गरिदियो भने हुन्थ्यो मलाई, ब्याङ्क एकाउन्ट बनाउनुलाई कसरी बनाउँछ एकचोटि कमेन्ट गरिदियो केटा। ल हामी चाहिँ यस्तो तोपमै जानुपर्ने हुन्छ नि केटा हो। यो चाहिँ 146 को राइड कम्प्लिट भयो है त, 146 को राइड कम्प्लिट भयो होइन। साला होइन कल काट्यो होला भनेर भनेको त गोब्रै अफ गर्दैछु भने कस्तो साइको पागल छु क्या म पनि। आयो ल अहिलेको यो दाइ पनि होइन ठ्याक्कै मिल्दो हुँदो रहेछ। अनि यस्तो हो, राइड नलागे पनि बोल्ने मान्छे पऱ्यो भने अलिकति हामीलाई सजिलो हुन्छ होइन। अब योसँग चाहिँ मेरो लगभग 10वटा राइड कम्प्लिट हुन्छ होला होइन। अब त्यही हो, याङ्गोमा पनि राइड चाहिँ बवाली नै लाग्छ। ल केटाहरू होइन, यहाँबाट हेर्न सक्नुहुन्छ यो चाहिँ वान वे हो है। त्यहाँबाट यहाँबाट छिर्न मिल्दैन, त्यहाँ ट्राफिकहरू बसिरहेको देख्नुभयो होला होइन। वान वे हो यो चाहिँ। अनि अब यो वान वेमा चाहिँ अब बाटोबाट यताबाट देखाइरहेको छ, म्याप हेरेर गयो भने चाहिँ सिट काटिन्छ होइन। अनि यहाँबाट चाहिँ एउटा सानो गल्ली छ कि, हामीले त्योबाट छिर्न पर्ने हुन्छ होइन, सर्टबारी तरिकाले समाउन गयो। त्यो सब ट्राफिकहरू पनि घुसखोरहरू छन् क्या। अब यहाँबाट एउटा सानो गल्ली छ होइन, त्यहाँबाट छिर्नु पर्ने हुन्छ। हामी यही गल्लीबाट हो, यही गल्लीबाट हामीले सट्ट छिराउनु पर्ने हुन्छ है सर्टबारीका। अन्त गयो भने त यही नै है गल्ली चाहिँ, याद गरिराख्नु होला होइन। उताबाट त वान वे हो, त्यहाँ ट्राफिक पनि हुन्छ होइन। अनि यताबाट छिराउने हो तरिकाले। ल एउटा हो राइडमा 40 रुपियाँ कम्प्लिट भयो होइन। अनि 40 रुपियाँको यहाँ देखाएको अनुसार होइन, यो देखाएको भने धेरै नै उठ्छ। यस्तो गऱ्यो नि तपाईँको 68 भयो क्या, 40 दियो नि त, 68 भनेपछि तपाईँको 70 नै भयो कि राइट, प्लस 70 1631। अनि अब यो बोनसहरू चाहिँ कतिको छ भन्दाखेरि रोक्ने, अहिले चाहिँ मैले 570 पारेको छु। यो 450 काटौँ अनि 570 लेखौँ है त, 1700 भइसकेको छ कमाइ चाहिँ होइन। अर्को नै राइड लाग्यो यार। गाह्रो यस्तो नजिकको राइड त राम्रो, तर ल है त मेरो अर्को पनि बोनस आइसकेको छ यार। 720 भएछ, 570 को ठाउँमा 720 गरेर 1926 रुपियाँ कमाइसकेको छु होइन, सेट तरिकाले। $1926
अब 150 बढ्छ है त दुइटा राइड नजिक नजिकको लाग्यो भने 150 रुपियाँ बढ्छ एकछिन कुरौँ होइन लल पानीको छिट्टा पो हान्न थाल्यो त अब घरतिरको लोकेसन लाएर चल्दिने अब घरतिर छोडिदियो भाइ यत्रो पानीको छिट्टा हेर्नु न आमामामा पानीको छिट्टा बबाल हान्न थाल्यो यार अब रेनकोट त ओढ्नै पर्ने हुन्छ त पानी पर्न थालिसक्यो होइन केटाहरू अब यो पछिको भ्लग आउन पनि सक्छ नआउन पनि सक्छ होइन अब पानी नपऱ्यो भने त गरिहाल्छु नत्र चाहिँ म ठ्याक्कै निकालेर गोप्रो ब्यागमा हाल्नुपर्ने हुन्छ होइन सडा लाएर बिग्रिन्छ रहेछ क्या माइक एडाप्टरहरू सो प्रब्लम बुझ्दैन होला भन्दै होइन अहिले चाहिँ बिदा लिइहाल्छ हान्छु है त फाइनली होइन केटाहरू लास्ट राइड लगाइसकेको छ है आफूले चाहेकै ठाउँको भनौँ न एउटा चाहेकै ठाउँको राइड पनि लगाइसकेको छ होइन केटाहरू फाइनल्ली हेलो फाइनल्ली हेलो 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 फाइनल्ली होइन गाइस यङ्गोमा चाहिँ अनलाइन बसिसकेको छु हेर्नु यङ्गो बिहान चाहिँ मेरो कति 11 ट्रिप कम्प्लिट भयो होइन फेरि अर्को राइड लगाइसकेको छ अर्को ट्रिप पर्खाइमा छु है 11 भने चाहिँ 12 अर्को 2 ट्रिप लागिसक्यो नि यो यङ्गोमा होइन क्यान्सल गरेर लैदिनु अरे कि 40 रुपियाँको राइड अब यहाँबाट 3 किलोमिटर पुऱ्याउनु पर्छ 40 रुपियाँमा कसले लग्छ होइन अनि मैले चाहिँ भनेर अब उसले क्यान्सल हान्दा चाहिँ मेरो के बिग्रिन्छ होइन बाल्यो भएन नि ल है त फाइनली होइन गाइस अहिले चाहिँ मेरो धेरैवटा राइड सकिसक्यो भनौँ न धेरै भन्दा पनि धेरै अब 3002 रुपियाँ कमाइसकेको छु हेर्नु न टोटल दादा फाइनली होइन अहिले चाहिँ 150 रुपियाँको राइड लाग्यो है फोन गरौँ बाङ्गीमुना जानुपर्ने रहेछ क्या दादा फाइनली होइन केटाहरू अहिले चाहिँ मेरो 150 रुपियाँको राइड चाहिँ सकिसकेको छ होइन अर्को राइड एक्सेप्ट होला प्लस 150 गरौँ होइन 3152 रुपियाँ भयो होइन फेरि यो पनि हाई रेटै हानेको छु है सरस्वती स्कुल अब उठ्न पनि सक्छ किनकि अब यस्तो ठाउँमा हाई रेटै हान्नुपर्ने हुन्छ हामीले पनि बुझेर है रेड जोन छ रेड जोन यत्रो कमाएर के गर्ने यार कमाएर मात्र हुँदैन रहेछ क्या जिन्दगीमा 8 किलोमिटरको यति भनेपछि 84 हान ल फाइनल्ली केटाहरू होइन 60 रुपियाँको राइड लाग्यो होइन नजिकै छ कि टार्गेट पुऱ्याउनु छ होइन के गर्नु 60-60को राइड अब उठाउँदै बस्नु पऱ्यो है तपाईँ सिधै देखाएर यता फेरि महोत्सव रहेछ क्या अहिले अनि महोत्सवले गर्दाखेरि त हल्का ल्याङफ्याङ छ होला होइन ठिकै छ ल फाइनली होइन 60 रुपियाँको राइडमा चाहिँ भने मलाई 100 रुपियाँ दिनुभयो है लामाजीले ठिकै छ ल अहिले केटा हो फेरि यङ्गोमा राइड लाग्यो केटा हो जान पनि हाम्रो महाराजगञ्ज साइड हो नि त हो नि महाराजगञ्ज चोखेमा भएको ठ्याक ऱ्याक्कै लागेर अहिले चाहिँ उहाँ चाहिँ एलओडी साइड हुनुहुन्छ रहेछ है ठिकै छ अब होइन 7:15 गइसकेको छ हेर आमामा 7:15 ल है त फाइनल्ली गाइज है यो राइड पनि स्टार्ट भइसकेको छ होइन 12:30 मा उहाँलाई चाहिँ अस्ट्रेलियन एम्बेसी छोडिदिनु पर्ने रहेछ होइन अस्ट्रेलियन एम्बेसी जाँदैछ हामीहरू गाडी चाहिँ अस्ट्रेलियन एम्बेसी 34 रुपिस उठाएर रहेछ कि यहाँ नजिकै छ नि त त्यही भएर ठिकै छ हजुरहरूलाई ल होइन यसरी राइड क्यान्सल हुन्छ अब के गर्ने यस्तोलाई चाहिँ क्यान्सल गरिदिन्छ यार कस्टमरले के गर्ने यस्तै कस्टमरहरूलाई चाहिँ अब यो राइड 100 रुपियाँको कम्प्लिट भयो है त 80 रुपियाँ थियो 20 रुपियाँ डिस्काउन्ट रहेछ होइन 100 रुपियाँ प्लस 100 गरौँ 3400 भइसकेको छ है ठिकै छ अब त फोन गरेर भनिदिनु पऱ्यो होइन
अब यता बाइक कम्प्लिट भयो भनेर दाइले भनिदिनु पऱ्यो होइन। अब राइड यति नै हुन पनि सक्छ है, अझै पनि आउनु सक्छ, एकछिन पर्खिनु है त। अहिले त फेरि अर्को राइड लागिसक्यो हेर्नु न यार, हेर्नु अब त केटा हो अर्को राइड लाग्यो होइन। फेरि अर्को नि एउटा राइड लाग्ने यार, 150 रुपियाँ फेरि फोकटमा आउँछ होइन। जोस् यो यङ्गो गर्नुको पनि फाइदा छ है केटा हो। आज बोनसले मात्र मलाई डेन्जर पुग्छ कि क्या। तर यस्तो हो कि फेरि कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ क्यास कलेक्सन चाहिँ छैन। क्यास कलेक्सन चाहिँ तपाईँको यहीँ पनि हेर्नु मिल्छ कि तपाईँले क्यास कति बोक्नु भयो भन्दाखेरि चाहिँ होइन, यहाँ रोक्न यहाँ देखाउँछ कि त। जस आइहाल्छु म ल। अर्को पनि राइड लागिसकेको छ है, हेर्न सक्नुहुन्छ केटा हो। कतापट्टि हुनुहुँदो रहेछ चढेकै छैन। अर्को पनि राइड लागेन, अहिले 54 को राइड कम्प्लिट भयो। आज 1500 बोनस त झ्याप पारिहाल्ने हो क्या महाकसम। फोकटमा आएको 1500 होइन, टक्क लगाएर ठिकै छ ल। अब योसँग चाहिँ मेरो 19वटा राइड हुन्छ है के अरे यङ्गोमा। अब हजुरहरूलाई सिधै पछि नै अपडेट गराउँछ है त। ल त केटा हो, यो 31 को राइड थियो भने मैले 35 हालिदिनु भयो भने चाहिँ 48 भनेपछि होइन 4 रुपियाँ धेरै हालिदिएपछि 52 रुपिस भयो है। ठिकै छ, 52 प्लस 52 हानौँ न, 3768 भएको छ है। लास्ट मोर वान राइट एन्ड दे क्यान 19वटा राइड भइसक्यो यार। अब लास्ट एउटा राइड लाग भगवान्जी 1500 रुपियाँ ज्याप कमाइन्छ। लागिसक्यो नि अर्को राइड, तर नजाने बालकुमारी टाढा नजाने, टाढा त नजाने हेर भाइ, म टाढा चाहिँ जाँदिनँ। टाढा चाहिँ जानुहुन्न केटा हो। अब घर जाने बेला हुँदैछ, 8:30 बजिसकेको छ यार। 4000 भन्दा धेरै पनि कमाउनु हुँदैन क्या महाकसम। 3700 भइसकेको छ। नजाने भयो उतातिर नजाने। भयो उता पनि नजाने। नजिकै हुनु पऱ्यो कि रिङ रोड भित्रै बस्न यार, अनि पो मजा आउँछ। लिन जान टाढा भयो। ल एकछिन कुरौँ होइन, राइड लागेपछि यस नन स्टप राइड लाग्छ कि नि। कृतिपुर नयाँ बजार को जान्छ यार, जाँदैन। -10 हुन्छ अरे, एक्सेप्ट चाहिँ नगर है केटाहरू। यो नजाने भयो चाहिँ एक्सेप्ट नगर। कैलाश अपार्टमेन्ट सुझेउ नजाउँ, यहाँ गएर घाटा लाग्छ। ल नजाने भाइ क्यान्सल नगर, बरु उयो गर होइन, स्किप गर्न सक्छौ। क्यान्सल गऱ्यो भने चाहिँ दुःख पाउँछ केटा हो। फाइनली गाइज होइन, टिचिङ हस्पिटलको राइड लागिसकेको छ है, हेर्नु सक्नुहुन्छ। टिचिङ हस्पिटल जाने हो मजाले होइन, सडा लाएर 1500 रुपियाँको बोनस। के खाने घरमा मासु भात पकाउनु लाउनुपर्छ क्या 1500 को बोनसको। जिन्दगीमा पहिलोचोटि यति धेरै बोनस पाइरहेको छ। ठिकै छ। अब यो यङ्गोले पनि अब फर्स्ट पोस्टमा मात्रै होला होइन, राइडरहरूलाई पनि अलिकति राम्रो गरेको, कस्टमरहरू पनि राम्रो गरेको। पछि यसम्म यस्तै भइराख्यो भने चाहिँ यङ्गोले मार्केट खान्छ है। लङ टर्मसम्म चाहिँ होइन, हाम्रो लाइक अबको 4-5 वर्षसम्म पनि कि यस्तै भइराख्यो भने चाहिँ यङ्गोले माकोसम्म यति लेखेर दिन्छ कि मार्केट खान्छ है त। अब तर बिचमा यो सिस्टम हरायो भने चाहिँ ड्राइभरहरू कसैले पनि काम गर्नेवाला छैन। राइडरहरूले कसैले पनि काम गर्दैन, कस्टमरहरू पनि अब चढेर मात्र हुँदैन नि त, राइडरै नभइसकेको जस्तो होइन। ठिकै छ, मेरो कस्टमर यतै हुनुहुन्छ। अब त्यो कुरा त बाँकी गर्दै गरौँ ल, अहिलेको लागि चाहिँ छिर्मै त। ल 67 को 67 हालिदिएको छ होइन, टक्क लाएर। राइड 67 चाहिँ 84 रुपिस भयो है त टोटल। 84 प्लस 84 हानौँ, 3852। अनि यसमा चाहिँ हामीले हिसाब चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हेलमेट सेलमेट खोइ
3852। यसमा चाहिँ प्लस हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ होइन गयो त फाइनल हेर्ने केटा हो 100 रुपियाँको राइड लागिसक्यो है लास्ट राइड आजको। ल अब सिधै पछि अपडेट है तपाईँहरूलाई। अहिले 100 रुपियाँको राइड कम्प्लिट भयो होइन। अहिले चाहिँ 42 चाहिँ भइसकेको छ होइन इन्कम। अब यसो त्यहाँ अब औषधि किन्न जानुपर्ने भयो। बहिनीलाई औषधि चाहियो अरे अनि अब औषधि किन्न जानु पऱ्यो अनि टक्क लाएर वहीँ गएर अपडेट देखाउँछु तपाईँहरूलाई। ल अहिले चाहिँ भर्खरै एउटा राइड 60 रुपियाँको कम्प्लिट भयो अनि अर्को राइड चाहिँ 65 रुपियाँको लागेको छ। त्यहाँ अब मेडिकल कलेज हस्पिटलसम्म लागेको छ नि त। अहिले चाहिँ 32 भएछ होइन अब 65को राइड। अनि अहिले चाहिँ त्यहाँ औषधि पनि किन्न जान्छ कि अनि त्यही भएर चाहिँ मैले हस्पिटलतिरकै लिएको कारण चाहिँ त्यो हो कि खासमा चाहिँ। अनि अब यता फोकटमा बहुत आउनु थियो होइन जसरी भए पनि मैले चाहिँ सोध्दै अब मेडिकल कलेजतिर राम्रोमा आउँछ नि त औषधि तपाईँको। त्यही भएर चाहिँ जानु लाग्यो यतातिर मेडिकल पसलै भेटिनँ कि मैले कतै पनि। सो त्यही कारण अहिलेको लागि चाहिँ अब मेरो कस्टमर यतै हुनुहुन्छ टक्क लाएर टिप्छु बाइकमा हाल्छु अनि लिएर हिँड्छ अहिले। एउटा हो अहिले चाहिँ होइन 65को राइडमा उहाँले मलाई 70 रुपिस हालिदिनु भयो है। ठिकै छ ल यस्तो बाटो खतम रहेछ यार। बवाल पानी परेर रहेछ कि यो ठाउँमा चाहिँ फेरि ओह्रालो छ नि त अलिकति माथिबाट सब भएको पानी यतै झर्छ रहेछ नि त। प्लस 70 हान्नु कति भयो प्लस 70 गर्दाखेरि चाहिँ 4402 रुपियाँ भइसक्यो यार। आम्बो आम्बो। ल म चाहिँ फर्स्ट अफ अल औषधि किन्नु भएन त्यसपछि राइड अपडेट गराउँछु है त। राइड लिन्छु लिँदिनँ। फर्स्ट अफ अल औषधि किनौँ। यता कता छ मेडिकल खुल्ला मेडिकल कता खुल्ला छ यतातिर। ल ठिकै छ है केटा हो लास्ट राइड लागिसकेको छ है 70 रुपियाँको। ल आजको लास्ट राइड चाहिँ यही नै हुन्छ होला नि सायद है मेबी फेरि कसम त्यहाँ गएर फेरि सर्ट राइड लगाएर नान्ने हो मेबी लास्ट राइड हुनसक्छ आजको है 70 रुपियाँको राइड। फुल भिडियो हेरेर इन्जोय गर्नु होला कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला होइन। आज चाहिँ मलाई एङ्गल लिएर हेल्प गरेर चाहिँ थ्याङ्क्स फर एङ्गो होइन। ठिकै छ है त केटा हो होइन। यो मेरो चाहिँ 70 रुपियाँको राइड थियो होइन। उहाँले चाहिँ मलाई कति रुपियाँ दिनुभयो भन्दाखेरि रोक्नु है त 70को राइडमा तपाईँलाई मैले त्यो ओना क्याफे भनेर 70को राइड लिएर आएको थिएँ नि। अनि अगाडि पनि 70को राइडमा कति रुपियाँ दिनुभयो भन्दाखेरि उहाँले अलिकति टाइम गडबड गरिदिनु भयो होइन। 70को राइडमा चाहिँ मैले आज पाएको भने चाहिँ 100 200 250 70 80 90 100 300 10 20 30 330 रुपियाँ पाएँ 70को राइडमा होइन। राति झ्याप भएर दिएको कि मलाई 70को राइडमा 330 एकदम राम्रो छ है। मान्छेहरू झ्याप भयो भने होइन अब दिन्छ रहेछ कि कसम यस्तो झ्याप थियो होइन। घुमाइ गरेकै 5-10 मिनट तलमाथि गर्थेँ अनि ड्रेस पैसा चाहिँ दिनुभयो होइन। अब राम्रै हुनुहुँदो रहेछ भनौँ न। ठिकै छ प्लस 100 प्लस 330 70 होइन प्लस 330 गर्दाखेरि चाहिँ मेरो आजको टोटल इन्कम भन्नुपर्दाखेरि चाहिँ होइन हेर्न सक्नुहुन्छ है 4732 रुपियाँ भएको छ आज टोटल इन्कम चाहिँ। अब कति घन्टा काम गरेको भन्नु होला होइन। अघि 4 बजे गरेको 4 5 6 7 8 9 10 6 घन्टा। अहिले बिहान कति बिहान 5 घन्टा गर्दाखेरि 11 घन्टाको कमाइ चाहिँ यही नै हो है। 11 घन्टामा चाहिँ मैले आज 4732 रुपियाँ कमाएछु है। आमा 4732 भने कम हो त नि। लास्ट यार लास्ट 4732 ठिकै छ। त पेट्रोल पनि सक्यो कि क्या हो 4732 भने अब एकदम राम्रो कमाइछ। आजको लागि चाहिँ यति नै होइन। हजुरहरूले फुल भिडियोहरू इन्जोय गर्नु होला भन्दै म यहीँ बिदा लिन चाहन्छु है त।